सबैजनालाई गुड मर्निङ। फेरि फेरि आइरहेको छु भिडियो लिएर। आज घरमै बसिरहेको नि त हो। भर्खर डाइरीबाट आएको रासिन लिएर आएको हो। यी साथीभाइ हिजोको पानीले चाहिँ यति साह्रो गर्नु गरेछ है हाम्रोमा है। भित्ता डाङडुङ झरिरहेछ हो। साथीभाइ यो त उयो माथि कुलो नकाटेर हो खासमा काट्नु पर्ने भनेरले हो काटेन रहेछ हो। त्यसै कारण झरेको साथीभाइहरू डाङडुङ झरिरहेछ। अब यो बिचमा झर्न आँटेछ हो। यी फुलहरू कस्तो मजा मजाको छ यहाँ सबैमा। यो कुलो नकाटेर नि साथीभाइहरू। ल त साथीभाइहरू